नमस्ते, म दयाहाङ राई। मिडल इस्टका विभिन्न देशहरूमा हाम्रो चलचित्र जारी 2 सङ अफ च्याब्रुङ चाहिँ नि नोभेम्बरको 7 तारिकदेखि प्रदर्शन हुँदैछ। तपाईहरुलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु, किनभने विगतका हाम्रो चलचित्रहरूलाई एकदमै मन पराइदिनु भएको थियो र आगामी दिनमा पनि यसरी मन पराइदिनुहुन्छ होला भन्ने र साथ सहयोग दिनुहुन्छ होला भन्ने अपेक्षा गरेको छौँ। यही क्रममा हाम्रो जारी 2 सङ अफ च्याब्रुङ चाहिँ नोभेम्बर 7 देखि मिडल इस्टका विभिन्न देशहरूको विभिन्न सहरहरूमा प्रदर्शन हुँदैछ। आफ्नो टिकट सुरक्षित गर्नुहोला। गाउनु खोज्छ, खुसी खोज्छ, आनन्द गर्नु खोज्छ। भनेर पनि ल अहिले दुःख पर्दामा पैसा आएर कहाँ जानु? आज 2 महिने छ भनेर पैसा आएको तिमीहरू मलाई घर राख्नु पनि नसकेर तिमीहरू छोरीले कति खोज्दै होला आमा कहाँ गयो? यो क्रान्ति सफल भयो भने हाम्रो निम्बा चाहियो हल्यो पार्टीले घरै बस्यो बस्यौँ छोरा जन्माउने हो। बाबुआजीको नाम पछाडि सुभा थप्यो। कम्तीमा 5वटा छोरा जन्माएपछि 5वटा चाहिँ दिएन, 6वटै जन्मा आँगनमा ट्याम भयो भने खेलाउँदै गाई कुरो एउटा के बिल्यो पनि एकपल्ट पनि हाँसेको थिएन। त्यो दिन त्यही बसेको थियो। साई सेनाले त चारैतिरबाट घेरिहालेछ। कस्तो छ फिल्म? ठिक छ। एकदम जबरदस्त छ, तर ठिक छैन फिल्म। ठिकै छ, झाँक्री मात्रै भयो, जेमा केही त्यस्तो खासै। अनि के छ त यादव सरकार, कस्तो भइरहेछ त फिल्म? कि केही बुझे भए मरिजानु? त हिरोनी भन्दा अरू केही मन परायो भए मरिजानु होला। बुझ्नलाई त बुझ्नलाई बुझेको छु, रमाइलो भइरहेछ। ल ठिक छ। ठिकै छ, के छ त मुभी कस्तो छ त? राम्रै छ हो। ल ठिक छ।